छ त बजेटको आकार कुरा गरौँ कति छ भन्दाखेरि बजेटको यसपालिको आकार रुमा यो रु 19 खर्ब 64 अर्ब 11 करोड कुल बजेट चाहिँ हाम्रो यसपालिको यति है त यसपालिको यति अब यसमा व्ययतर्फ है व्ययतर्फ यसमा खर्च कहाँ हुन्छ त भन्ने कुराहरु यहाँले बुझ्नुपर्छ है हाम्रो खर्च व्यय भनेको व्ययतर्फ अथवा यसलाई हामीले खर्च भनेर सम्झिनु हो अब यसमा खर्च के हुन्छ त हैन 1964 11 लाई के भन्छ तपाईहरु अब सबैभन्दा पहिला हाम्रो चालु खर्च बढी हुन्छ चालु खर्च है त चालु खर्च हाम्रो कति हुन्छ त भन्दाखेरि रु यसपालिको कति छ चालु खर्च चुकाएको रु 11 खर्ब कति छ 11 खर्ब 80 अर्ब 11 खर्ब 80 अर्ब 98 करोड रहेको छ है यो चाहिँ प्रतिशतमा हेर्ने हो भने टोटल बजेटको यो चाहिँ 60.1% हो है 60.1% चाहिँ चालु खर्चमा के रहेछ सबैभन्दा बढी हाम्रो चालु खर्च कस्तो प्रशासनिक खर्च लगायत अन्य बढी थियो हैन अब वित्तीय हस्तान्तरण भनेको के हो प्रदेश स्थानीयमा वित्तीय समानीकरण शर्त हैन सम्पूर्ण लगायतको कुराबाट हस्तान्तरण कति भयो त टोटलमा कुल विनियोजनमा रु कति भयो भन्दाखेरि 4 खर्ब 17 अर्ब 83 करोड यो चाहिँ के भएको वित्तीय हस्तान्तरण भएको करिब बजेटको 21.27% चाहिँ के हो वित्तीय हस्तान्तरण भएको छ है त तर्फ यो कसरी प्राप्ति हुन्छ त यो हैन यसको खर्च यसरी हुँदैन यसको प्राप्ति कसरी हुन्छ त हेर्नु यति बेला गएर है बुझ्छ है यो वित्तीय भनेको भित्रको वित्तीय हस्तान्तरण यो 100% हो यसरी बुझ्दै साथीहरु यही भित्रको यो वित्तीय हस्तान्तरण भएको ल आयतर्फ हेर्नु अब आयतर्फ भनेको के हो स्रोत हो यो हाम्रो स्रोत कहाँबाट जुटाउने त हैन आयतर्फ हेरौँ साथीहरु यो राजस्व हो है राजस्वबाट कति चाहिँ संकलन गर्ने अथवा कति स्रोत जुटाउने आकलन गरिएको छ त भन्दाखेरि राजस्वमा रु हाम्रो 13 खर्ब 15 अर्ब चाहिँ हाम्रो राजस्व संकलन गर्ने टार्गेट हो है त अनुमान अथवा यति संकलन गर्ने हाम्रो टार्गेट भन्नु हैन अब यो चाहिँ के छ यति मात्रै हुँदा के हाम्रो स्रोत मेन स्रोत हो यति हुँदाखेरि हाम्रो घाटा बजेट भनेको कति हुन्छ हेरौँ घाटा बजेट 6 खर्ब 49 अर्ब यति चाहिँ घाटा बजेट हुन्छ हाम्रो हेर्नुस् साथीहरु यति धेरै है घाटा बजेट हाम्रो कति 6 खर्ब 49 अर्ब घाटा छ है 13 खर्ब त के हो राजस्वबाट बल्ल संकलन भयो यहाँ 19 पुग्नु पर्यो 19 पुग्नु आउँछ 6 खर्ब 49 अर्ब पुगेन यो कहाँबाट अनुदानबाट सानो रकम 2% कति 3% हैन भनेपछि बाँकी कहाँबाट आउँछ त ऋण दिनु पर्यो ऋणमा दुईटा छ साथी सुन्नुस् है ऋणमा पनि हाम्रो आन्तरिक र बाह्य ऋण साथीले पढ्नु भएको छ आन्तरिक ऋण भन्दा बाह्य ऋणमा के छ बहुपक्षीय ऋण द्विपक्षीय भन्दा बहुपक्षीय ऋणहरु चाहिँ लिनु आवश्यक छ अथवा लिन चाहिँ उत्तम हुन्छ भनिन्छ त्यही पनि के छ बाह्य ऋण पनि हाम्रो बताउने राष्ट्रहरुको के छ बताउने अवस्था कमजोर हुँदै गएको छ त्यसैले आन्तरिक ऋण नै यहाँ आन्तरिक ऋण विषय कति छ भने आन्तरिक ऋण बढी हामीले गरिरहेको छौं है आन्तरिक ऋण हाम्रो कति छ 3 खर्ब कति छ 62 अर्ब है त त्यसैले बाह्य ऋणको रूप हेर्दाखेरि 2 खर्ब 33 अर्ब 66 करोड यो भने कति हो त भन्दा प्रतिशतमा हेर्यो भने यो भनेको लगभग 11.89% हो भने यो भनेको हाम्रो 18.44% 18.44% कुल बजेटको करिब हाम्रो 66.95% हो है यति धेरै चाहिँ हाम्रो राजस्वको टार्गेट छ हेर्नुस् त त्यसपछि ऋणबाट व्यवस्थापन गर्नु पर्यो हैन घाटा बजेट भन्नु पर्छ है हाम्रो जहिले हाम्रो के छ घाटा बजेटमा बजेट तर्फमा भएर कारण भइरहेको छ हरेक वर्ष ऋणबाट के हो घाटा बजेट पूर्ति भएको हामी देख्न सक्छौं हैन